आज डे 3 मिनी ब्लगमा मैले के गरे लाउनु हेरौँ सबैजनाले है। आजको मेरो मिनी ब्लग चाहिँ दिउँसो 2 बजेदेखि सुरु भएको छ, किनभने म बिहान अलि बिजी पनि थिएँ होइन। अनि मेरो अलिकति काम पनि छ, म बजारतिर जाँदैछु। बहिनीको स्कुटर हिजो बिग्रेको हिजो यहाँ अझै बनाइसकिदिनु भएको छैन दाइले। त्यसपछि चाहिँ बहिनीको स्कुटर नबनेको भएर म चाहिँ हिँड्दै चाहिँ ब्याङ्कमा गएँ, किनभने मेरो ब्याङ्कमा काम थियो। ब्याङ्कको काम सब सकाएर अनि मेरो साथीहरूसँग आएर चाहिँ मैले चिया खाएर चिया गफमा राखेको छ होइन। यो चाहिँ मेरो साथी विष्णुको पसल हो, यो सम्झना कलेक्सन होइन। सबैले यो सम्झना कलेक्सनलाई सबैजनाले सम्झिनु। अनि त्यसरी हामी गफसपमा हजुरहरूलाई पनि नयाँ राम्रो कपडा लेटेस्ट डिजाइनका कपडाहरू चाहिन्छ भनेपछि चाहिँ सम्झना कलेक्सनलाई सम्झिनु होला है। यो मैले भ्यू देखाइदिएँ, राम्रो जुत्ता स्यान्डलहरू पनि पाउँछ होइन, कपडाहरू पनि राम्रो पाउँछ। अनि मलाई चाहिँ बहिनी लिन आएँ होइन, बहिनी लिएर यो चाहिँ हाम्रो घर जाने बाटो यता हुन्छ स्थलको पछाडिबाट पनि छ होइन। त्यसपछि हामी गइरहेको थियौँ अनि माछा खाने भन्ने कुरा भयो अनि त्यस पछाडि माछा लिने फेरि हामी बस पार्क गयौँ, त्यहाँ राम्रो रहन्छ। फेरि हामी अर्को यता पुरानो बस पार्कतिर गयौँ होइन। यो माछा पसलको एकजना भाइको छ कि, उसले पनि राम्रो माछा ल्याउँथ्यो। अनि त्यो पसलमा गयौँ है, त्यहाँ पनि सबै माछाहरू चाहिँ मरेको रहेछ क्या। अनि त्यस पछाडि फेरि हामी बस पार्क आएर अनि त्यहाँदेखि चाहिँ हामी माछा लियौँ, अलिअलि तरकारीहरू पनि लिएर आयौँ। तरकारीहरू लिएर चाहिँ हामी घरतिर गयौँ होइन। अनि आज चाहिँ म बिदामा बसेको थिएँ, किनभने चाहिँ मेरो एक त ब्याङ्कको काम थियो अनि अर्को चाहिँ मलाई आफूलाई पनि सन्चो थिएन। सन्चो भनेर फेरि अरू होइन कि मेरो खुट्टा दुखिरहेको थियो, खुट्टाको कारणले चाहिँ म आज गएन। मैले बिहान डक्टरलाई देखेर चेकअप गराएको थिएँ अनि डक्टरले चाहिँ यो मेरो नसा दबेको छ कि खुट्टाको, अनि त्यो कारणले चाहिँ तपाईँको एकदम धेरै दुखाइ बढेको, अलि रेस्ट गर्नु होला, धेरै स्कुटर नचलाउनु होला भन्दै थियो। अनि त्यही भएर बहिनीको स्कुटर मैले लिइनेको होइन। अनि त्यसलाई घर आइसकेपछि त बहिनीले माछा सफा गरेँ अनि मैले चाहिँ सबै सामानहरू रेडी बनाएर माछाहरू पकाउँदैछु होइन, पकाएँ पनि। अनि माछा पकाएर मजाले झोल बनाएँ। कहिलेकाहीँ मलाई यस्तो खालको माछाको झोल खान चाहिँ एकदम मनपर्छ। यसरी बनाउँदा चाहिँ रसिलो हुन्छ होइन। तर माछालाई चाहिँ पहिले नै चुक्लीले चाहिँ अलिअलि मलेर राखिदिनु पर्छ, नत्र भने चाहिँ फेरि यो अलिअलि गनाउँछ नि त। फ्राई गरेको चाहिँ गनाउँदैन, तर यो गनाउँछ। हेर्नु त अहिले कति मजाको देखिएको छ। त्यस पछाडि मैले सबैजनालाई खाना पस्किएँ अनि हामी सबैजनाले खायौँ। गुड बाई।